दुर्गा प्रसाईलाई चाहिँ यति बेला भारतीय प्रहरीले नेपाल प्रहरी समक्ष चाहिँ जिम्मा दिने भएको छ र यति बेला हामी नेपालको पूर्वी दक्षिणी सिमाना काँकरभिट्टाको यो मेची पुल नजिक छौँ, जहाँ चाहिँ तिनकुने घटना जुन चैत्र 15 गते तिनकुनेमा जे जस्ता घटनाहरू घटे त्यसको सबै दोषी चाहिँ दुर्गा प्रसाई हो भनेर नेपाल सरकारले उनलाई हप्तौं दिन लगाएर खोजिरहँदा पनि उनलाई चाहिँ नेपाल प्रहरीले समात्न अथवा पक्राउ गर्न नसके पछाडि उनले आफै समर्पण गरेका छन् भने आज उनलाई नेपाल ल्याइँदैछ र अहिले नै तत्काल उनलाई चाहिँ काठमाडौँ लाने तयारी भइरहेको छ र देखिरहनु भएको छ नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायत थुप्रै दुर्गा प्रसाईका समर्थक शुभचिन्तकहरूको पनि यहाँ उपस्थिति भइरहेको छ। यहाँ उपस्थिति हुने भिडभाड पनि जारी नै रहेको छ र अबको केही समयमा दुर्गा प्रसाईलाई चाहिँ यो जुन नेपालको बोर्डर छ, पूर्वी बोर्डर काँकरभिट्टा पारीबाट चाहिँ ल्याइसकेको छ। लगभग नजिकमा आइसक्नु भएको छ। विभिन्न प्रक्रियाहरू प्रोसेसहरू मिलाउने तार्खारमा हुनुहुन्छ उहाँहरू र अबको केही समयमा नेपालको यस भूमिमा दुर्गा प्रसाईलाई चाहिँ भारतीय प्रहरीले नेपाल प्रहरी समक्ष जिम्मा दिने भएको छ भने दुर्गा प्रसाई स्वयंले नै आफै गिरफ्तारी दिएका छन् र चैत्र 15 गते काठमाडौँमा जुन कुराहरू आइरहेका छन् विभिन्न हिंसात्मक अराजक भनेर चाहिँ दुर्गा प्रसाईको टाउकोमा जुन घटनाहरू थुपारिएको छ, अब यी घटनाले कुन रूप लिएला, कसरी लिएला र यसको छानबिन अनुसन्धान कुन तरिकाले हुन्छ भन्ने कुरा त अबका केही दिनमा देखिनेछन्, जबकि दुर्गा प्रसाई स्वयं आफै कानुनलाई सघाउनका लागि गिरफ्तारी दिइसकेका छन् र हामी यति बेला मेची भन्सार कार्यालय नजिक छौँ र यो पूर्वी सिमाना बोर्डर पनि हो। यही बोर्डरमा दुर्गा प्रसाईलाई भारतीय आसामको प्रहरीले चाहिँ उनलाई नेपाल प्रहरी समक्ष चाहिँ लिएर आएर यहाँ जिम्मा दिन्छ भने नेपाल प्रहरीका थुप्रै सहकर्मीहरू, नेपाल प्रहरीका साथीहरू यहाँनिर दुर्गा प्रसाईलाई दिनका लागि बसिरहनु भएको छ। दुर्गा प्रसाईको सुरक्षाका निमित्त पनि उहाँहरू खडा भइसक्नु भएको छ। धेरैको मन मस्तिष्कमा दुर्गा प्रसाई कहाँ होलान्, के गर्दै होलान् भनेर एउटा जिज्ञासा, एउटा विचार उत्पन्न भइरहँदा दुर्गा प्रसाई स्वयं आफै आज नेपाल आउँदैछन् र यति बेला यी मेची पुल नजिकका सडकहरूमा प्रहरी तैनात भइरहेको अवस्था छ। सम्भवतः दुर्गा प्रसाईलाई यहाँबाट चन्द्रगढी लगेर चन्द्रगढीबाट सिधै काठमाडौँ लानेतर्फ पनि कुरा आएको छ। यो कतिको यथार्थ हुनेछ त्यो हामी हेर्नेछौँ। अहिलेको समयमा भने फेसबुक लाइभमा जोडिनुभएका सबैजनालाई यो भिडियो धेरैभन्दा धेरै सेयर गरिदिनु पनि म हार्दिक अनुरोध गर्दछु। र राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान साथै मेडिकल व्यवसायी भनेर चिनिने दुर्गा प्रसाई राजतन्त्र पुनर्स्थापना, ब्याङ्क, लघुवित्त सहकारी पीडितको आवाज बनेर भ्रष्टाचार विरुद्धमा निकै नै कडाभन्दा कडा प्रस्तुति दिँदै आएका दुर्गा प्रसाई अन्ततः चैत्र 15 गते काठमाडौँमा भएको आन्दोलन पछाडि फरार भएको आज हप्तौं दिन बितिसकेको छ र नेपाल प्रहरीले उनलाई पुरै शक्ति लगाएर पनि उनलाई पक्राउ गर्न सक्दा उनले आफै आएर अन्ततः सरेन्डर गरेका छन् भने उनलाई अबको केही समयमा नेपाल ल्याइँदैछ। हामी फेरि जोडिनेछौँ, भिडियो हेर्दै गर्नुहोला। देखिरहनु भएको छ निकै नै यहाँनिर दुर्गा प्रसाईलाई माया गर्ने दुर्गा प्रसाईका शुभचिन्तकहरू, अभियानकर्ताहरू यहाँ आइसक्नु भएको छ। थाहा छैन आजको यस दुर्गा प्रसाईको सरेन्डर पछाडि के हुन्छ, नेपाल सरकारले उनलाई कुन रूपमा अनुसन्धान गर्छ, के कस्ता मुद्दाहरूमा उनलाई दर्ता गर्छ, त्यो सम्बन्धित न्यायालयले नै गर्ने नै छ। जुन चैत्र 15 गते भएको घटना एकदमै दुःखनीय छ। पत्रकार सुरेश रजकको मृत्यु भएको छ, गोली चलेको छ, गोलीबाट सबिन महर्जनको मृत्यु भएको छ। दुर्गा प्रसाईले केही समय अगाडि मात्र दुवै मृतकहरूलाई 5 लाख रुपियाँ व्यक्तिगत सहयोग गर्ने पनि उनले बताइसकेका छन्। पटक पक्राउ पर्दै आइरहेका दुर्गा प्रसाई फेरि पनि आज पक्राउ पर्दैछन्। नेपाल प्रहरी समक्ष पनि समर्पण गर्दैछन्।
र भिडियो हेर्नुहुने सबैले यो भिडियो सेयर गरिदिनु होला पनि भन्न चाहन्छु। फेसबुक पेज लाइभ हेरेर बस्नुभएका सबैलाई पेज लाइक पनि गरिदिनु होला। हामी सत्य तथ्य के हुनेछ प्रत्यक्ष रूपमा यहाँहरू माझ देखाउने प्रयास पनि गर्नेछौँ। उपस्थिति बढ्दो छ। उनलाई चाहिँ राति नै इन्डियाबाट आसामबाट चाहिँ उनलाई नेपाल ल्याउन खोजिएको भन्ने बुझ्नमा आएको छ र केही कुराहरू केही प्रोसेसहरू मिलाउनको लागि उनी बोर्डर पारी नै रहेका छन् र भिडियो हेर्दै गर्नुहोला। फेरि पनि हामी जोडिनेछौँ। यो माहौल तपाईँहरूमाझ अहिलेको माहौल प्रस्तुत गर्ने खोजिएका छौँ के कस्तो हुँदैछ भनेर। दुर्गा प्रसाई आफैले भनेका छन् कि मेरो ज्यान के जोखिममा परेको हुनाले मलाई मेरा कानुनी सल्लाहहरूको रोभरमा मलाई विश्वास लाग्ने पात्रहरूको रोभरमा र मानव अधिकारको सही सदुपयोग भएको खण्डमा मात्र म गिरफ्तारी दिन्छु भनेका थिए भने उनी भनेको 24 घण्टा नबित्दै उनी आफैले समर्पण गरिसकेका छन्। उनलाई यहाँबाट कसरी लगिन्छ, कुन रूपमा लगिन्छ, केबाट लगिन्छ र के गरिन्छ भन्ने कुरा हामी देखाउने छौँ अहिलेको बसाइमा भने। हस्त, धन्यवाद।